गाइजहरु यहाँ हेर्नु है मौरी यति धेरै आयो कि मौरी त मेरो क्यामेरा त फोकस त गर्दैन हैन है यो मौरी यो रात दिनभरि चर्यो अनि रातभरि अब आयो भाग्यो हो कि के भयो है त्यो ठुलो टोयलेट भित्र पानी पानी छर्किदैन छाप्दै बड्कै छाप्दै अब यो घरतिर मान्छे कोही छैन होला एकचोटि छर्किदैन त्यो छर्क्यो भने पानी पर्यो भन्ने ठान्छन् रे अनि भाग्न लाए मौरी पनि भित्रै बस्छन् रे क्या गुणमा त्यस्तो भन्ने सुनियो छ्याप्नु भइरहेछ उहाँले छिरे हो रहेछ कुरो चाहिँ हो रहेछ बुझ्नु भयो नि गाइजहरू तपाईँहरूले हुन्छ नि यदि तपाईँहरूको घरमा यदि मौरी पाल्नु भएको छ भने भाग्न लागेको यदि थाहा पाउनु भयो भने तपाईँहरूले पानी छर्किनु होला है त यही एउटा ट्रिक ल एकदम राम्रो ट्रिक हो आगो चाहिँ नबाल्नु होला आगो बालेपछि भक्कु चुरे हुन्छ अनि यहाँ मैले भर्खर सोधेँ पनि होइन मौरीले मह चाहिँ 6-6 महिनामा निकाल्न मिल्दो रहेछ होइन मौरी त देख्यो एक महिनामा होइन रहेछ मैले चाहिँ एक महिनामा स्यालेरी आज जसरी नि हुन्छ नि मह पनि पाइन्छ होला भन्ने हानेको तर होइन रहेछ 6 महिनामा त्यो अलि टाइम लाग्दो रहेछ किनभने वरिपरि जो फुलहरू भयो भने चाहिँ हैन अब महको क्वान्टिटी पनि त्यही अनुसारले पार्ने होला हैन फुलहरू पनि छैन नि त त्यही भएर त्यस्तो पारे छैन भन्ने कुरो गर्नु छ 6 महिना टाइम लाग्छ अरे ओके गाइस त्यही हो सानो यो मौरीको कहानी हैन अब मौरीको कहानी मलाई डिटेलमा थाहा छैन हैन धार चाहिँ छ हाम्रो टोक्न सक्छ है झुटो त के बोल्नु होइन टोकिहाल्यो भने टोकिहाल्यो भन्छु होइन मुखमा झन्डै हाथ्यो रमाइलो छ गाउँमा त्यही नि हो सानो मौरीको कहानी